सबैजनालाई नमस्कार छ। आज एकजना हमारा गाउँका बुढा बाप भेटिरहन्। उन राजनीति की कुरालाई जान्नान्, धर्म संस्कृति की कुरालाई जान्नान्, गाउँ समाज की कुरालाई जान्नान्, सबै कुरालाई जान्नान्। बहुत ही अनुभवी मान्छे छन्। आज उनसित भेट हुने मौका मिलिरहेछ। बुढा साना की कुराली तुम्हारा माझमा ल्याउने सोचले यो कार्यक्रम फेसबुक थे चाहिँ एक कार्यक्रम उत्पादन गर्ने सोचमाले म थिए। आज मौकाले भेट भइरहेछ। बापसित के कुराली कहानी गर्दो सबै पहिले तुम्हारो परिचय दियो हमारा श्रोता दर्शकलाई। मेरो सुदूर पश्चिम महाकाली अञ्चल बोइतडी जिल्ला पानवा 2 शिलगा ढुङ्गेरी जन्म 2020 सालमा जन्मभयो हो। उहिलेको 20 अहिलेको 82 सम्म नागेबाट मैले। तर यही बीचमा विभिन्न तपाईले न भन्दा छुटा हाले आफ्नो। ए मेरो नाम वासुदेव पन्त। हजुर। एक गरी घरमा जन्म लिए के गर्ने। भिडियो बस्थ्यो। अहिले हिट्यो अगाडि हिट्यो आनले हिट्यो पट्टि जो चाहिँ क्या रौ। खाए पिए पछि चला भगवान के गर्ने। अब आज चाहिँ राजनीतिकै कुरा गर्दौ के भने धेरै मान्छेको चासो छ क्या राजनीतितिर। देशमा कोही एमाले भए, कोही कांग्रेस भए, कोही के भए, कोही के भए। गाउँ घरमालाई तसोइ छ। अहिले नयाँ पार्टीलाई कोही राष्ट्रपा भन्नारन्, कोही राप्रपा भन्नारन्, विभिन्न किसिमका नयाँ पार्टीलाई भन्नारन्, पुराना पार्टीलाई छन्। गाउँ घर कोही कोही मान्छे भन्नारन् कि पार्टीले कोकाय हो गयो भन्नान्, कोही बढिए छन् पार्टी भन्नान्। तुमले यो पहिलेका दिन की राजनीति कष्ट हारे, अचानक की राजनीति कष्ट हारे, यो बारेमा थुक्का कुरा राखिदियो। पहिलेको र अहिलेकोमा स्वर्ग धरती फरक छ। हजुर। क्या पहिले कि त एकजनाको भुण्यो लाग्थ्यो, एकजना जीवन खोज्यो त्यो हुन्थ्यो। बस्छन् त्यहाँ सल्लाह सुझाव सरसल्लाह हुन्थ्यो, कामलाई गरिन्थे। अब अहिले त सुनाएछ, अहिले त मैले पाए खन पाए हुन्थ्यो, मैले अगाडि झन् पाए हुन्थ्यो। मेरा चेला, मेरा ज्वाइँ, मेरा भान्से, मेरा दिदी बिना जुगाएछन् भनौँ, मेरा नातेदारी झन् पाए हुन्थ्यो भन्ने यिनीहरू सोचाए। देश ल्याउन खोज्दै टु टिप्दै विषय भित्र खानपिन अर्खिने भएन। यसो गर्दा गर्दा देश त कहाँबाट पुर्याइदियो। अब गर्ने यो नेता त विज्ञ नेता छन्। इन्डियन चोरका घर यिनीहरू कहाँ जाए लाग्दो हो। यिनीहरू भित्र रुपियाँलाई भेटिया भन्ने भन्नारा नाच भन्नु तपाईँलाई कस्तो लागिरहेछ? साँच्चै हुनु त भन्न अन्त अब साँच्चै अब कमायो यति वर्षसम्म कमाए, के कमाए, के गुमाए, के ल्याए, के ढाँट ढोट गयो तपाईँ ऱ्यान पो अब नभएको त्यहाँ भनौँ भेगी या भाइरल भइरहन्। तन जानु तँरा भगवान जानु। पहिलेमा गाउँ घरमा सल्लाह हुन्थ्यो भनेको क्या। जस यहाँ बुढा साना मान्छेले सरसल्लाह गरेर के गर्दै कसो गर्दै भनेर कामलाई हुना हुन्थ्यो क्या। अब अहिले त सुनायो जब यो पार्टी सिस्टम आयो, पार्टी सिस्टम आइसके पश्चात अब हम दाइ भाइ गाउँले नाता सम्बन्ध सब टुट्यो। अब त कसो रह्यो भनेपछि फलानु माओवादी हो, फलानु एमाले हो, फलानु राप्रपा हो, फलानु कांग्रेस हो, तसो भन्ने किसिमको भयो। जसो गाउँमा पाल्दा कुकुर पाल्दा दिल्लु हुन्थे, उसो देशमा भयो। कोही गधा, कोही खेच्चार, कोही कुकुडा, कोही भाले, कोही पोथी तखा सबै पार्टी सिस्टम आयो। पार्टी सिस्टम आयो भने पार्टी हुने तपाईँ पार्टी हुने खान केही पनि छैन गयो। अब के गर्ने। जसो हमारा गाउँ घरमा एकै घरका 3-4 भाइले देखा पार्टीका लागि त फुटग्यान ज्यान मर्यान एकले अर्कालाई नस्वीकार्य भयो। यीशु अवस्था सर्वोत्तम के भन्न चाहन्छ? जस्तै अब गाउँ घरमा चाहिँ मेलमिलाप गर्दा कि न्युति केन्द्रका टाउका मिल्ला लेखा टर्मिनल हुने देखा उन जज्जालाई मिल्दिने, उनजिलै गरिदिने, आफ्नो पदजाम छे मिल्यो उहीतिर दौडिदिने, जसै सरकार बन्यो खन पाइने उन मिल्दिने। तर गाउँ घरका जो आफ्नै एकै इजबठे जन्मिएका दाइ भाइ छन् उन कसा हो भने दाखु बढा बल्ल जसो हो जान। तँलाई तपाईँको सन्देश के छ खासमा बुढा साना मान्छेका हिसाबले? मेरो सन्देश सकभर सरसल्लाहमा जाने। हजुर। एक दोस्रोलाई सोधी पुछी काम गरेन। नानो काम सानो काम पनि छ भने पहिला वर्काए फर्काए सोची सम्झी सबैप्रति दृष्टि लगाएर सबै काम गर्ने उठाउने जो कि भविष्यसम्म काम दिइहाल्यो पुस्तकसम्म भेजी छ। अब तहो नआएर इसो उखु नआएर उखु भुइँबाट नआइने सकभर मेरो सबै पहिले अब गाउँ सरसल्लाह सबै देश विदेशका त्यसलाई सल्लाह सुझाव म तबै दिन सक्दो। तर पनि गाउँको आफ्नो गाउँकै एकै आमा बुबाबाट जन्मेका पहिले एकै बजी हुनु एकै आमा हुनु अहिले हजारौँ होइए उनले भरसक मेरो आग्रह छ कि नटुट्दिउँ छुट्दिउँ तर भरसक जुट्दिउँ। क्या तैँले हामीलाई भोट भविष्यमा सन्ततिलाई पनि सायद फाइदा हो, हामीलाई पनि फाइदा हो, देश लिएर हालो। यही हिसाबले त हुनाइन त कसै हालले होइन सर देश गौर से अब हमारे मानो कोई तल्ली गोरा कोई ओल्ली कोई पल्ली गोरा भन्ना तो होगा कि भएला
अहिलेसम्म एकै गएर बोलाएर एकै सरसल्लाह एकै समृद्धि फाइल हुन्थ्यो बुढापाका बस्छन् त्यहाँ गाउँठाउँमा त्यहाँ हुन्थ्यो रिश्तेदारहरू हुन्थ्यो अरे राम्रो अहिले के छन् कबुला गएर भोल पोरी सलाइदिनु उत्सव आयो भनौँ निराश गरेर मान्छे गर्छन् अहिले गर्दाखेरि सब समाजको भत्ताभङ्ग धर्मको भत्ताभङ्ग कर्मको केही रहे हलो भएको जमाना भयो जे हुन्छ क्या नेटका जमाना भयो तर नेटैसित हिँडेर अब नेटैमा खेला खेला ल्याएको छ अवस्था छ यहाँ वर्षक सरसल्लाह खुल्ने अब धार्मिक छ राजनीतितिर पनि तोही छ अब बाँच्नु भयो कोही छैन बाटाघाटामा गाईलाई पहिरो गयो तल भए हिँड स्टेसी बनाउनु हिँड पनि हिँड्नु त खिचाल्नु भन्ने सल्लाह गर्नु हो कि तँ बाइक छ मै नआएछन् भन्ने कुरा नआए सुन्नु पर्यो कसैले हो कि त भोल त गाई गोरु गोठमा थन्किरहेछ अलि सोच्यो हिँड पनि तैँलाई गरिहाल्नु बोल हमल्लै पड्यो त सूची छ आएर गाड्नु झन् पड्यो बोल सबैले मलाई अहिले दुई भाइ चार भाइ नि व्यवहार कुरा नआयो हो गाउँको पल्लो पल्लो गाउँको नआइदियो अहिले पनि हामीले हेरिदिनु पर्यो सबै कुरामा अहिलेका यो जनप्रतिनिधि हुन्नान् क्या वडातिरका वडा अध्यक्ष वडा सदस्य लगायत जतिलाई छन् पालिकाका मेयर उपमेयर बठे कार्यपालिका सदस्य यिनलाई जनप्रतिनिधि हुन्नान् क्या यिन जनप्रतिनिधि पहिलेलै हुना हुन्थे क्या पहिलेलै हुना हुने पहिलेमा जसै कसा काम गरिन्थे अहिलेका जसै आफ्ना कार्यकर्तालाई मात्रै हेर्दे गाउँ समाजलाई वास्ता नगर्दे होइन त्यो किसिमको हुन्थ्यो कि पहिलेका दिनमा यिनीहरू जसो अहिले त भत्तालाई लागिरहेछ क्या नोकर जसो भइरहेछ पेसा होइन राजनीति सेवा गर्दै पेसा भन्थ्यो तर अहिले त्यसो नभएर चाहिँ वडा सदस्य बठे सबैकी अहिले तनखा लागिरहेछ होइन पहिलेका दिनमा कसो हुन्थ्यो र अहिले कसो देख्दा छौ त यो जनप्रतिनिधि कसा ठार्या तमले पहिली त जहाँ तक हुने मान्थे घुसखुरी नाइ देखिन्थ्यो काम के भयो काम भन्थ्यो खोज्दै हाल्थ्यो कहाँ जाने भन्थ्यो फलान ठोर काम थियो फलानु कहाँ छ भन्छ भन्थ्यो झन् काम गर्दै हुन्थ्यो अब आज यो छैन भोलिको छैन पर्खियो छैन भने मान्छेलाई दायाँ बायाँ गऱ्यो बस्यो टाइम पास गऱ्यो केही फाइदा लाग्दैन कलाको नोक बढी छ काम केही छैन भएको नाम कहाँ आयो त खानु पाए खान्थ्यो भने सोचेर कस्याँ भन्नाले अहिले खानातिर बढी ध्यान भयो खानातिर बढी छ आज देखिन्न पहिलेका दिनमा योजनामा तसो लापरवाही नै हुन्थ्यो त्यही त पहिले आउँथेन आइकेला आयो भने राम्रै किसिमले बुनुन्थ्यो एकैजना प्रतिनिधि हुन्थ्यो अरू नानबुढा आफ्नो हिटाउने लिहो स्वाभाविक तर त्यति नआइन्थ्यो हल्ला मुरी खायो मुरी खानु भन्ने नआएको अनि जसो धेरै जसा नेताले के भन्नान् भने बेकुब त जनता हुन् भन्नान् क्या भन्नान् भनेपछिमा जसै चुनावकी बेला एक वडा अध्यक्ष जित्तानी होती 15-20 लाख रुपियाँ खर्च गर्दा रे होइन तसैमध्ये मास खोयुन् नारायण मास भात तसैमा छ शराब तसैमा छ गाडीमा तसैमा चढाउन् नारायण हामीले यही पैसा असुल्ला न्युतिलाई भ्रष्टाचार गर्नुपर्ने बाध्यता छ भन्नान् कोही कोही नेता यो साँच्चै कुरो हो कि तँलाई कसो लागिरहेछ ठिक लाग्यो आफै खोयाउन आफै उल्टा ठिक लाग्यो खर्च अति के आयो वर्ष जनप्रिय नेता छ भने ल भाइ मसँग खर्च छ इच्छा त मेरो छ भने यो बोर्ड मलाई ल्याएछ सक्दो सहयोग मेरो हाल्दै हुनेछ खुल्ला मूल्य उदय भनौँ उन जनताले हेर्नु पर्यो भविष्यमा काम दिने हो किन अहिले हुरफुरी आउँछ 1 किलो चिनी आधा किलो जिल्पी एउटा टुक्रा हाडमा चाहिने तिनीहरू घुराएर भुलिएर पनि ती मूर्ख मास भातमा भोट दिने मान्छेलाई चाहिँ तपाईँको सुझाव के छ के भन्न चाहन्छौ जसै भोट बदलिदिएबाट त जनताले मानौ आज एक नेता जित्यो होइन 5 वर्षमा जनताका हातमा छ त्यो 5 वर्षमा चाहिँ भोट बदलिदियो भनेबाट त उ नेता त भ्रष्टाचार गर्दै नआइपाउनु तर आज उसैलाई 3-4 पाल जिताइराखिदियो हाम्रो परिपाटी छ 3-4 फिटम जिताइदिनु भनेपछि त्यो नेता भ्रष्टाचार गर्दा छ त्यो हामीलाई थाहा छ अब चाहिँ भोट बदल्नु पर्यो भन्ने छ भनेपछि के भन्न चाहन्छौ यो मासु भातमा शराबमा भोट बेच्चे मान्छेलाई चाहिँ के छ तपाईँहरु भ्रष्टाचार बेच्यो भनेको मेरो उद्देश्य भ्रष्टाचार छापा हिसाबले छापा खुल्नु त या टुक्रा हाडले 1 किलो चिनी आजीवन सपोर्ट दिन सन्ततिको भोलि नाशन खोज्छ यो पछाडिमा त धक्का झनी हो रोग भइसक्यो तय रोगलाई हामी निर्मूल गर्नु पक्काले तमले बहुत निकै सन्देशमूलक कुराकानी गरिरहेछौ यही पछालाई भेट गर्नलाई अर्की भेटमा आज हम थप कुराकानी गर्ला अर्का विषय वस्तुमा कुराकानी गर्ला आज तुमले हमारा सामाजिक सञ्जाल फेसबुक लगायत टिकटक युट्युबमा
जोडिएका सबैजना दर्शक श्रोताको मन जित्यो कुरा तमले गर्दिया तैक लेखा तमलाई बहुत बहुत धन्यवाद छ। धन्यवाद मेरो पनि त तिमीलाई धन्यवाद छ। सामाजिक सञ्जालमा मलाई पुर्याइदिनु भयो। तपाईँलाई पनि देश विदेशमा रहनुभएका दाजुभाइ दिदीबहिनी इष्टमित्र सम्पूर्णलाई मेरो तर्फबाट मेरो बुद्धिले भए अनुसारले बोले हुँदा तर गल्ती माफ हो। धन्यवाद। हस्, धन्यवाद।